So lab 1 SQL injection जुन वेब पोइजनिङ अट्याकभित्र एसक्युएल इन्जेक्सन त्यसभित्र पर्छ साइबर अट्याक हो। एसक्युएल इन्जेक्सन भनेको एसक्युएल कोड एउटा म्यालिसियस कोडलाई इन्सर्ट गरिदिने कुनै पनि इनपुट फिल्ड्समा, जस्तै फर्ममै अब के गरिदिने त्यो कोडलाई चाहिँ इन्सर्ट गरिदिने र त्यसले के गर्छ, अनअथराइज एक्सेस गेन गर्छ डेटाबेजमा। अट्याकरले त्यो डेटाबेज अनअथराइज वेमा एक्सेस पाइसकेपछि उसले त्यो डेटाबेजलाई म्यानिपुलेट गरिदिन्छ। उसले डेटाबेजलाई इन्युमरेट गरिदिन सक्छ, मतलब धेरै डेटाजहरू फिल गरिदिन सक्छ, वा के गरिदिन सक्छ, डेटाबेजलाई नै डिलिट गरिदिन सक्छ, जुन चाहिँ अब सेन्सिटिभ इन्फर्मेसनहरू चाहिँ स्टोर गरेर राखेको छ। त्यस्तो चाहिँ के भयो, त्यस्तो खालको साइबर अट्याकहरू चाहिँ क्रिएट हुन्छ, त्यस्तो भल्नेरेबिलिटिजहरू क्रिएट हुन्छ जम्मा एउटा सानो कोडले गर्दाखेरि, जम्मा एउटा सानो पेलोडले गर्दाखेरि है। सो राइट नाउ अब एसक्युएल इन्जेक्सनलाई डेमोन्स्ट्रेट गर्ने तरिका ह्युमनली अप्रोच पनि छ, अटोमेटेड अप्रोच पनि छ। यो ह्युमनली अप्रोच हो। मैले के गरिदिएँ भन्दाखेरि चाहिँ एउटा लगइन डट पिएचपी भनेर बनाइदिएँ र यो कोडले चाहिँ के गरिरहेको छ म भन्छु। यो हामीले 4मा पनि एक्सप्लोर गरिसक्यौँ। डेटाबेजलाई कनेक्ट गरिरहेको छ। पहिला डेटाबेजलाई कनेक्ट गर्ने काम यिनीहरूले गरिरहेको छ। सो लोकल होस्ट भयो होस्ट, अनि युजर रुटै भयो। लेट मी स्टार्ट द सर्भर। अब ज्याम्प युज गर्दा नि हुन्छ, वाम्प युज गर्दा नि हुन्छ। मैले चाहिँ लार्गन युज गरेको छु। सो के भयो, अब दुइटै युज भयो। डेटाबेजमा अब एसक्युएल आइएनजी मैले पहिला पनि एउटा डेटाबेज बनाएको छु, एसक्युएल इन्जेक्सन डिबी। तर अब फेरि पनि गरौँ। सो एसक्युएल आइएनजी भनेपछि एउटा डेटाबेज बनाउनु पर्ने हुन्छ। सो डेटाबेज अब यही सर्भरको टर्मिनलमा बनाउँदा पनि हुन्छ, नभए यहीँबाट के गरिदिने, एउटा नयाँ डेटाबेज बनाइदिउँ। के थियो हाम्रो एसक्युएल आइएनजी छ होइन, यसलाई क्रिएट गरिदिउँ। यो क्रिएट भयो है, डेटाबेस क्रिएट भयो। तर हामीले अब स्किमा प्रोभाइड गर्नुपर्ने हुन्छ र इन्स्टेन्सेसहरू पनि हाल्नुपर्ने हुन्छ, एक्जाम्पल्सहरू होइन। सो त्यो गर्दै गरौँला। राइट नाउ अब यो कोडले काम के गरिरहेको छ, सर्भरको रिक्वेस्ट मेथड पोस्ट छ भने त्यो युजर नेम र पासवर्डले पहिला मलाई दियो, अनि त्यसपछि यो क्वेरी रन गरेर त्यो रेस्पेक्टिभ युजर नेम र उसको पासवर्डहरू चाहिँ के गर चेक गर, अनि त्यसपछि लगइन सक्सेस दियो यदि त्यो डेटाबेजमा चाहिँ हाम्रो त्यो डेटाबेसमा चाहिँ त्यो युजरको इन्फर्मेसनहरू बसिरहेको छ कि नै भनेर। अनि अब त्यो इन्टरफेस यो लगइन फर्म भएको छ, युजर नेम र पासवर्ड छ। यसलाई मैले सर्भ गरेँ भने चाहिँ काइन्ड अफ यस्तो देखिन्छ है। अब यसमा युजर नेम र पासवर्ड हाल्नुपर्ने हुन्छ। सो अब के गरौँ भन्दाखेरि यसमा अब त्यो युजर टेबल बनाऊँ र त्यो टेबलमा चाहिँ अब डेटाजहरू फिलअप गर्ने काम गरौँ। यसैमा एसक्युएल लेख्दा नि हुन्छ। अब एसक्युएलमा चाहिँ क्रिएट टेबल, आइडी राखौँ, युजर नेम राखौँ, अटो इन्क्रिमेन्ट गर्दै पासवर्ड र इमेल राखौँ। यसलाई रन गरौँ र हामीसँग एउटा युजर टेबल बसिसक्यो। र अब यसलाई के हुन्छ त, हामीलाई त क्रेडेन्सियल्सहरू चाहिनुपर्ने हुन्छ। त्यसको लागि अब यसमा इक्जाम्पल्सहरू थपौँ। अब जेमिनाईले अब 10वटा बना भनेर दियो भने जेमिनाईले बनाइदिन्छ। सो त्यो गरौँ। यसैमा अब यो डेटाजहरू हामीले फिलअप गऱ्यौँ भने के भयो त, हाम्रो युजर टेबलभित्र अब यो डेटाजहरू बस्ने भयो। ल अब चाहिँ अब जब मेन पोइन्टमा जुन हामीलाई एसक्युएल इन्जेक्सन क्यारी आउट गर्छ। सो राइट नाउ अब एउटा याद राखौँ, एडमिन यो अनि पासवर्ड यो। सो एडमिन युजर नेम छ र पासवर्ड यो छ। लगइन गऱ्यो भने अभियसली लगइन सक्सेस हुन्छ, बिकज हामीले जे क्रेडेन्सियल डेटाबेसमा थियो त्यही क्रेडेन्सियल प्रोभाइड गऱ्यौँ। अब मेन भनेको पेलोड टेस्टिङ। यसमा हामीले डिफ्रेन्ट पेलोड्सहरू युज गरेर एसक्युएल इन्जेक्सन पर्फर्म गर्छौँ। सो सबैभन्दा पहिला यो सिङ्गल हाइफन होइन, सिङ्गल कमा भन्छ माथि, एपोस्ट्रफी, अनि एक स्पेस छोड्ने, अनि अर भनेर लेख्ने, फेरि एक स्पेस छोड्ने, 1 = 1 लेख्ने, अनि त्यसपछि फेरि एक स्पेस छोडेर ह्यास लेख्ने, र पासवर्डमा चाहिँ एबिसी भनेर लेखिदिने। लगइन गऱ्यो भने लगइन सक्सेस भयो है। तर यो कसरी भयो यो बुझाउनको लागि चाहिँ एउटा डिबग हेल्पर युज गर्छु म। सो मैले सबैभन्दा सुरुमै यो 4वटा लाइन थपिदियो। डिबग हेल्पर्स हो, यो केही पनि खासै होइन। यो कसरी हुन्छ म बुझाउँछु। र त्यो डिबग हेल्पर्सको त्यो जुन फर्ममा रिफ्लेक्ट गर्नुको लागि मैले एचटिएमएलको प्री ट्याग युज गरेर डिबग एसक्युएल, अनि त्यो क्वेरीलाई यता पास गरेर अनि देखाउँछ। सो कसरी देखाउँछ भन्दा यही एडमिन अनि पासवर्ड 1 2 3 थियो। यसरी चाहिँ के भयो, देखाउने भयो है।
सो मैले युजर नेम के दिएको थिएँ, एडमिन दिएको थिएँ र पासवर्ड चाहिँ यो भनेर दिएको थिएँ। अब यदि मैले त्यही पेलोड हालेँ, यही पेलोड हालेँ अघिको, अनि एबिसी भनेर लेखिएँ हो। अब मेन कुरा बुझ्नुपर्ने यो काम कसरी गरिरहेछ पेलोडले होइन। सो युजर नेममा चाहिँ मैले जहाँ सुरुवात गरेको थिएँ त्यहीँ नै खतम भइसक्यो है, मतलब यहीँ नै क्लोज भइसक्यो। र अर भनेको त यो पनि ट्रु भयो, यो पनि ट्रु भयो होइन। सो अर यो बुलियन एक्सप्रेसनले के गरिरहेछ, 1 = 1 भनेको फर एभर ट्रु नै हुने भयो यो स्टेटमेन्ट युजर नेम है। अनि यो ह्यासले चाहिँ के गरिरहेछ, यो पछिको त्यसपछिको जुन पिस अफ कोड छ मतलब पासवर्ड, यसलाई कमेन्ट गरिदियो यो ह्यासले। सो त्यही भएर यो रनै हुँदैन र यो युजर नेम चाहिँ रन भयो, त्यही भएर के भयो, अनअथराइज एक्सेस गेन भयो है। अब यो मात्र पेलोड हुँदैन, पेलोड्स भनेको फरक पनि हुनसक्छ, तर कुनै पेलोड्सहरू काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ। जस्तै यो केसमा यो अघिकै भयो र दुईवटा हाइफन दिए, अनि अब एबिसी भनेर अब यसले भने यो काम गर्दैन, यो पेलोड फेल हुन्छ। त्यसै गरी अब अरू पनि पेलोड हुनसक्छ, जस्तै R1 अनि यस्तो यो यसरी दिएर होइन, यसरी यो पनि काम गर्दैन, मतलब जता काम गर्छ। अनि यसरी नै के गर्ने हो, पेलोड डिफ्रेन्ट पेलोड्सहरूलाई टेस्ट गर्दै जाने र जुन पेलोडले हिट गर्छ त्यसले एसक्युएल इन्जेक्सन हुनसक्छ भनेर चाहिँ डिपिक गर्छ। यो काम भयो एसक्युएल इन्जेक्सन है। अब जम्मा एउटा सानो कोडले नै यस्तो रिस्की सिचुएसन क्रिएट गर्छ, मतलब यति सजिलो छ यसलाई साइबर अट्याक पर्फर्म गर्न भने त्यति सजिलो नै छ यसलाई प्रिभेन्ट गर्नको लागि है। सो त्यो प्रिभेन्ट गर्नको लागि के गर्ने त, हामीले प्यारामिटराइज क्वेरिजहरू भनेर युज गर्ने, जुन हामीले एक्सप्लोर गरेको थियौँ। प्यारामिटराइज भनेको बाइन्ड स्टेटमेन्ट युज गरेर हुन्छ। सो त्यो बाइन्डिङ स्टेटमेन्टको काम अब यता स्टेटमेन्ट, अनि त्यसपछि हाम्रो प्रिपेयर भनेर लेख्छौँ यसरी, स्टेटमेन्ट कनेक्सन प्रिपेयर, अनि त्यसपछि सिलेक्ट एभ्रिथिङ फ्रम हाम्रो के छ युजर, जता युजर नेम यो वाइल्ड कार्ड एक्सप्रेसन हो, र एन्ड हाम्रो पासवर्ड डिटेल माग्दैछ भनेपछि पासवर्ड, अनि के भयो त यो भयो होइन, यो भयो। अनि त्यसपछि त्यो स्टेटमेन्टलाई वी निड टु बाइन्ड विथ द गिभन प्यारामिटर। अब युजर नेम पासवर्ड स्ट्रिङ हो भने चाहिँ एसएस पास गर्छौँ, र हाम्रो भेरिएबलमा के स्टोर छ, युजर नेम र अर्को पासवर्ड छ होइन। त्यसपछि यो स्टेटमेन्टलाई हामीले एक्जिक्युट गर्नुपर्ने हुन्छ। सो एक्जिक्युट, र त्यसपछि त्यो रिजल्टलाई हामीले के गर्नुपर्ने हुन्छ, वी निड टु गेट द रिजल्ट यसरी। सो भनेपछि यो रिजल्टको काम भने चाहिँ यो चाहिँदैन, अब यसलाई हटाइदिउँ वा कमेन्ट गरिदिउँ। र अनि त्यसपछि यसको काम अब यसले यो क्वेरीले गरेन, यो भल्नरेबल क्वेरी हो, यसले गर्दाखेरि नै के भइरहेछ, इन्जेक्सन बाइपास भइरहेछ भनेपछि यसलाई अनकमेन्ट गरिदिउँ। र यसमा सिन्स क्वेरी पास भइरहेछ भने अब यसले काम गरेन, सो यसलाई पनि हटाइदिउँ ल। र अब चेक गरौँ कि यसले हामीलाई भल्नरेबिलिटी दिन्छ कि दिँदैन। रिलोड गरौँ, त्यही पेलोड हालौँ, एबिसी हालौँ, र अब लगइन फेल भयो भनेपछि हामीले के भइरहेछ, प्यारामिटराइज क्वेरिज अप्लाई भइरहेछ। अब यसै गरी प्यारामिटराइज क्वेरिज युज गरेर पनि एसक्युएल इन्जेक्सन प्रिभेन्ट गर्न सकियो। वा अरू भनेको जुन हाम्रो फ्रन्ट एन्ड भ्यालिडेसन टेक्निक्सहरू हुन्छ, जस्तै रेगुलर एक्सप्रेसन युज गरेर होइन, जस्तै यो पासवर्ड मस्ट नट बी 62 मस्ट बी अबोभ 8 क्यारेक्टर्स, त्यस्तो वाला। त्यसरी चाहिँ हामीले के गर्न सक्यौँ, एसक्युएल इन्जेक्सन प्रिभेन्ट गर्न सक्यौँ। र दिस इज एभ्रिथिङ अबाउट एसक्युएल इन्जेक्सन ह्युमनली अप्रोच। अब अटोमेटेड टेस्टिङको लागि चाहिँ के हुन्छ भन्दाखेरि हामीले हाइपरभाइजरमा एसक्युएल म्याप इन्स्टल गरेर चाहिँ त्यहाँबाट कमान्ड्सहरू थ्रु नै के हुन्छ, रन गरेर फाइलहरू जेनेरेट गर्छ, र तिम्रो यो लाइन अफ कोड चाहिँ भल्नरेबल छ भनेर हामीलाई के गर्छ त, हामीलाई जानकारी दिलाउँछ, र त्यसरी चाहिँ हामीले त्यो भल्नरेबिलिटीलाई प्याचअप गर्न सक्छौँ। सो त्यही नै हो।